हेलो दर्शकबिन नमस्कार, हजुरलाई स्वागत छ राणाको संसारमा। यता चाहिँ मेरो साथीहरू दुईजना मोबाइल हेरेर बसिरहेको छ। के तरुनी सरुनी हेरे हो कि के हो? मुभी डाउनलोड गरेको। ए बाबा, हजुर भाइ, गर्लफ्रेन्ड सर्लफ्रेन्ड सर्च गरे त होइन नि? छैन म गर्लफ्रेन्डलाई फोन लगाइरहेको, हो र? कनेक्ट गरिरहेको फोन दुबई टु बुहारीले मार्ला नि फेरि। दुबई टु इजरायल। अनि के छ हाम्रो अर्को भाइको हाल खबर? ड्युटी छ कि छैन? जाने त अब एकछिनमा 5 मिनेटमा ड्युटी हुने हो। ड्युटीको लागि। बाबाको के छ ड्युटी आज? बाबाको आज छुट्टी छ दाइ, सुतिन्छ। भोलि बिहान ड्युटी, त्यसो भोलि बिहान ड्युटी गरेर आएपछि पर्सि राति पनि सुतिन्छ, अनि पर्सि फेरि एकैचोटि बेलुका ड्युटी। यस्तो ड्युटी त ड्युटी छ यार बाबाको। ल हाम्रो कान्छो भाइ पनि आइपुग्यो। ल भाइलाई राखिदिएको बिरयानी यही हो दर्शकबिन। कुकम्यान अश्विन झा कुकम्यान चाहिँ उतापट्टिको कपाल काटेको भाइ हो। हेल्पर यतापट्टिको एयरपोर्ट लगाउने भाइ हो है। खाने चाहिँ म खाने चाहिँ हाम्रो सबभन्दा कान्छो भाइ हो। ल हाम्रो सबभन्दा कान्छो भाइलाई राखिदिएको। बसेर बस हालिहाल न यसो दाइ, ल ल ल पनि देखाउनु पर्यो। ल बस बस ल ल ल हालेर खाऊ न है। बस आधी दुईटा अन्डा छ, एउटा ल्याऊ अनि आधी खाऊ, अनि त्यसपछि प्याक गरौँ। ल यस्तो माया अर्को रुममा पाउँदैन फेरि नि। हो खाने हो आज दामी बनाएको छ भाइले। ऊ झ्याम झ्याम हालेर खानु न। धेरै पर्दैन हो। ल टेस्ट गरिदिनु नि त हो गाईहरूको माया यसो। टेस्ट गर्नु पऱ्यो नि। यता हेरिदिनु त, यता हेरिदिनु, यता हेरिदिनु। ल सबै गरिसक्यो हैन? हाम्रो भाइ ल ओके पुग्छ त अनि यतिले? एक्सेसमा तिमी खाली कपी गर अनि किशोर सरले पुग्छ पेट गर्छ। ए केही न केही खाइहालौँ ल। ए त्यसो भनेर हुन्छ? माया यसो टेस्ट खाए बस। एउटा अन्डा ल्याऊ न, अन्डा लगे दाइ। थोरै हाल न अझै। हे तेरो अलि धेरै हाल्नु के, अझ अर्को अन्डा नि हाल्नु। तिमी म दिन्छु, तिमी बसेर खाऊ पहिला। म यति खाएर पुग्यो क्या। ल केही न केही खाइहाल्ला के। हे तेरे हाम्रो एकदम सोझो भाइ, एकदम सन्तोकी भाइले हेर्नु त। ल दर्शकबिनहरू गएको थियो भाइ हैन, खाने कुराहरू यस्तो थियो हैन, भाइले केही खाएको छैन, केही खाएको छैन। अनि फेरि म गएँ अनि मिठाई कपी गरेर ओके, अनि किशोर सर छ, किशोर सरलाई अब मेसेज फरवार्ड गर्दियो अनि एकचोटी 10 भाइ त्यो टेबलमा। ल भाइ बिचार खानु है त, टन्न झ्यामझ्याम हालेर खानु। हाम्रो ढुके एन्ड्रोइडको भनेको यही राम्रो हो कि ब्राइटनेस अलि धेरै नै आउँछ। हामी चाहिँ यताबाट घुमघाम गरेर रुमतिर फर्किँदै हो भाइ र म। यता हेर्नु भाइ, कति गर्मी छ भाइ? गर्मी त ठिकै छ होइन मैले त। हो तर बेलुकी टाइम त तर आउँदैछ। बेलुकी पख घुम्न चाहिँ मजा हुन्छ है। आनन्द एकदम। पारी जाउँ त पारी, त्यो पख्नु गाडी आउँदैछ। आफ्नो हाल्यो थियो। महिनाको लास्टतिर चाहिँ गर्मी हुन्छ होला धेरै। अब त गर्मी धेरै बढ्नु बेला भयो नि त। दिनमा त हाम्रो दिन अति गर्मी हुन्छ। आज गएको साइडमा एसीहरू राखेको छ, कारण एउटा नि गर्दैन। हो र? दिनभरि पसिना पसिना कस्तो हालत हुन्छ। तर अरू ठाउँतिर त ड्युटी ठिकै छ होला है? ड्युटी त ठिकै छ।
अलिक काम चाहिँ धेरै हुन्छ एकदम बिजी हुन्छ क्या त्यसमा तर हाम्रो त वर्किङ डेको बेला त साह्रै हुन्छ अहिले हजुरको साइडमा चाहिँ आनन्द हुन्छ मस्त एसी लगायो बस्यो पारि पारि गाडी आउँला मान्छेको चहल पहल हेर्नुहोस् दर्शक दिन भोलि सन्डेको छुट्टी भएको कारणले गर्दाखेरि हामी पनि यसो शनिबारमा त यस्तो भिड भएको छ है बाहिरतिर सन्डेमा त निस्केको। झन् कस्तो हुन्छ होला सन्डेको झन् भिडभाड हुन्छ नि भन्ने बाटो अब सबैको कम्पनीमा अब छुट्टी भोलि त्यही भएर मान्छे अबसम्म चहलपहल गर्ने हिँड्ने डुल्ने गरिरहन्छ नि जस्तो छुट्टी भए पनि अब सेक्युरिटीको छुट्टी हुँदैन त्यो मारो गरेर भन्न मेरो चाहिँ सन्डे छुट्टी हुन्छ ठिकै छ रमाइलो हेर्नु दर्शकबिन मार्केट प्याक छ मान्छे प्याक छ दर्शकबिन यता नजिकमा के होटलहरू चाहिँ राम्रो भएन अलिक पछाडितिर गयो भने त राम्रो छ अलिक नजिकमा त महँगो फेरि खाना नै राम्रो नपाउने अहिले त झन् धेरै महँगो भइसक्यो कोही यहाँनिर त्यो मान्छेको यता 12 धेरै लाग्छ अरे दाजु बिरयानीको खाँदैन काटेर त्यो चामललाई त्यत्तिकै बोइल गरेको चामलमा अलिकति मसला मिक्स गरेर दिन्छ हौ अलिअलि रातो बनाएर होला कलर फुड कलर हालेर रातो नै हुँदैन त्यस्तो छ अरू त पछाडितिर पठानहरूमा पठाने रेस्टुरेन्टमा गयो भनेर भोबाल पाउँछ ल साथीहरू हाम्रो क्याम्प पनि आइपुग्यो अब हामी चाहिँ जाउँ भित्र जाउँ क्याम्प पनि आइपुग्यो हामी चाहिँ अब रुमतिर जाँदैछौँ बाहिर म क्याब पनि आइपुग्यो एक राउन्ड घुमेर आइयो रुममा जाने भाइ के कता मोबाइलमा चार्ज पनि छैन यसो चार्ज लगाएर सुत्दिनु पर्छ तर ड्युटी पनि भोलि फेरि जानु पऱ्यो नि त 4 बजे उठेर मेरो त अब भोलि छुट्टी आनन्द सुत्ने हो आउँछ यता मेरो त फेरि ड्युटी पनि बिहान छिटो नै छ छिटो नै सुत्नुपर्छ 4 बजे अलार्म लगाउनलाई 4 बजी उठ्नुपर्छ यदि तोरो डाक सुने क्यों ना यार से रुम नि आइपुग्यो सोरुङ जस्तो भित्र छिरेका छौँ भाइ र म भाइकै घर कहाँ अरे उता धनगढी कता अरे हो है ल साथीहरू अब रुम पनि आइपुग्यो ल साथीहरू रुम पनि आइपुग्यो अब म चाहिँ सुत्न आँटेको गुड नाइट बाँकी अर्को भिडियोमा है त साथीहरू बाई